देशमा अहिले सङ्कटको स्थिति छ। त्यही भएको हुनाले भगवती महेश्वरी देवीको आज्ञा छ सबै युवा युवतीहरूले 12 अक्षरको मन्त्र ओम नमो भगवते वासुदेवाय जप्नु भनेर। कति जप्ने? ब्रह्म मुहुर्तमा 108 पटक। ब्रह्म मुहुर्त भनेको के हो? बिहानको ताराहरू अस्त भएर सूर्य उदय हुने भन्दा अगाडिको समय, त्यसलाई के भन्छ? ब्रह्म मुहुर्त भन्छ। यस्तो समयमा 108 पटक जप्ने अनि त्यसपछि फेरि साँझमा 108 पटक जप्ने। यो नियमित रूपमा सधैँ गर्नु भनेर भनिसकेको छ महाभगवती महेश्वरीले। अहिले विनाशको समय छ। देवीहरूको आज्ञाहरू हामीले मान्यो भने हामीलाई नै राम्रो हुनेछ। त्यसैले आजदेखि नै जप्न सुरु। यो 12 अक्षरको मन्त्रमा ओम पनि भएको हुनाले यो मन्त्र जप्दाखेरि लसुन प्याज पनि नखाएको धेरै राम्रो। भेजिटेरियन खाना खाएर यो जप गरेको धेरै नै फलदायी हुन्छ। त्यसैले एउटा केही सर्टेन समय जस्तो कि म 3 महिना 6 महिना अथवा वर्ष दिन लसुन प्याज पनि नखाएर यो मन्त्र जप्छु भनेर भन्ने हो भने, त्यसरी प्रण गर्ने हो भने झन् बढी फाइदा हुन्छ। यो मन्त्रको अर्थ पनि सम्झिँदै हामीले यो मन्त्रको जाप गर्यो भने झनै फाइदा हुन्छ। यो मन्त्रको अर्थ हो ओम भनेको आत्मा परमात्मा, नमः भनेको म नमन गर्दछु, म ढोक चढाउँछु, म नमस्कार गर्दछु भनेको भगवते भनेको भगवान, भगवते भनेको भगवान, वासुदेवाय भनेको सबैको हृदयमा बस्नुहुने परमात्मा। यसरी हामीले यो अर्थसहित यो मन्त्रको जप गर्यो भने झन् बढी फलदायी हुन्छ। धन्यवाद।